नमस्कार, वेलकम टु माई युट्युब च्यानल। हजुरहरूलाई मेरो च्यानलमा स्वागत। आज साथीहरू म विगतमा प्रतिस्पर्धी परीक्षामा सोधिएका सम्भावित प्रश्नहरू लिएर उपस्थित भइसकेको छु। प्रश्नहरू रहेका छन् सौर्यमण्डल र ब्रह्माण्ड पाठबाट सोधिएका सम्भावित महत्त्वपूर्ण प्रश्नहरू रहेका छन्। आज भाग 1 प्रस्तुत गर्न गइरहेका छौँ। साथीहरू, क्वेसन नम्बर 1 मा रहेको छ, सूर्यबाट विभिन्न ग्रहको दूरीका आधारमा नजिकदेखि टाढा क्रममा मिलाएर राख्दा तलका मध्ये कुन क्रम सही हुन्छ? साथीहरू, अप्सनमा दिए अनुसार यसको सही जवाफ रहेको छ साथीहरू अप्सन नम्बर डी। साथीहरू, प्रश्न नम्बर 2, ग्रह र तिनको पहिचान वा उपनामको आधारमा जोडा मिलाउनुहोस्। हरियो ग्रह अरुण, रातो ग्रह मङ्गल, जम्ल्या ग्रह शुक्र, पिहालो ग्रह शनि। यसको सही जवाफ रहेको छ साथीहरू अप्सन डी। क्वेसन नम्बर 3, बिग थ्योरी कुन विषयसँग सम्बन्धित छ? यसको सही जवाफ रहेको साथीहरू अप्सन ए को सृष्टिको उत्पत्ति। क्वेसन नम्बर 4, बिहानको तारा भनेर कुन ग्रहलाई चिनिन्छ? यसको सही जवाफ रहेको छ साथीहरू अप्सन ए शुक्र। यस्तै खालका क्वेसनहरूको बारेमा जानकारी लिन चाहनुहुन्छ भने लाइक कमेन्ट गर्न नबिर्सनुहोला। हामी भाग 1, भाग 2, भाग 3 को आधारमा प्रस्तुत गर्नेछौँ। अहिलेलाई छुट्टिन्छु। हस्त, धन्यवाद, नमस्कार।